Welcome to my Wonder Vlog. It's going to यहाँ चाहिँ मम्मी हुनुहुन्छ अनि यहाँ चाहिँ माइजू हुनुहुन्छ अनि यहाँ चाहिँ कट्टुजी मेरो भाइको नाम चाहिँ कट्टुजी साने चाहिँ अघि सुत अरे मेरो भाइको नाम चाहिँ च्यानलको सब्स्क्राइब गर्नु मेरो भाइको छोटु चाहिँ किन राखेको फेरि कुदेर होला नि हो दिनभरि 1 बजे ल्याइदिएको थिएँ त्यही भएर होला ए कट्टु जिरा छिटो छिटो हुन्छ है आज उनीहरूको त आज छुट्टी अनि प्रासु चाहिँ ट्युसन पढ्छ उ चाहिँ मैसँग आएको 3 बजे आमासँगै आइयो लास्टमा त 3:30 भएको थियो अनि आज उनीहरूको छिटो छिटो हुन्छ र सर्च गरेर देखाउँछु कट्टु जिरो जिरो भनेर सर्च गर्नु होला गाइस हाम्रो त लास्ट फ्राइडे पनि छिटो छिटो दिँदैन न 4 बजेसम्म राख्छ 4 बजेसम्म हुन्छ अनि आइतबार छुट्टी हो नि आइतबार त छुट्टी छ ए वाक्क लाउँछन् हाम्रो त हाम्रो भोलि त जानु पर्ने छ कहाँ अफिस कहिले छुट्टी भएको अघि दाजु रिसाउँदै थिए फेरि कहिले यो छुट्टी नहुने शनिबार अस्तिको शनिबार पनि लागेको नि त लागेको भन्दा नि अस्तिको शनिबार चाहिँ ट्रेनिङ थियो अनि फाल्गुन अन्त दिवसको दिन पनि छुट्टी भएन क्या अफिस अनि त्यो चाहिँ किन साँच्ची नभएको 3 बजीसम्म गएँ नि आएर लसुन रोपेको भोलि पनि बिहान आलु रोप्नु पर्ने एकछिन जान्छु होला गयो भने कस्तो शनिबार पनि छुट्टी नदिएको त हौ क्लोजिङ अब त झन् क्लोजिङमा अनि फाल्गुन अन्त दिवसको दिन पनि यसपालि गाइस तपाईले सी लेख्नु होला सी त्यही भएर ओ ओ टी यु तपाईँले फोन किन्ने अरे कुन फोन किन्नु भएको छ यही अहिलेको स्यामसङ ग्यालेक्सी 07 गाइस तपाईले चाहिँ कट्टु 00 गरेर सर्च गर्नु होला यस्तै सेम अनि मेरो भाइको ब्लग आउँछ सर्च मा थिच्नुस् गाइस बरु अलिक 22-24 हजारको किन्नु पर्छ राम्रो छ ठिकै छ के यो फोन मलाई यो गर्न पुग्यो भने भइहाल्यो नि चट्टु कि कट्टु हौ गाडी चाहिँ सँगै बोक्नु राम्रो क्या यो रेडमी सेडमी ओप्पो सोप्पो यो यता सुतायो भने नि सामसुङ कहिले त्यस्तो हुँदैन नि यो त घुमै नाचेको गर्छ यो फोन ओप्पो रेडमी गाइस आउँदैन रहेछ बरु यही ठिक जस्तो तर पुरानो कट्टु 00 चाहिँ सर्च गर्नु होला गाइस अनि चाहिँ मेरो फनी ब्लगर आउनु भयो त ब्लगर फेरि फनी ब्लग गाइस यहाँ ब्लगर आइरहनु भएको छ गाइस तेरो ब्लगर गयो होला म कट्टु कट्टु 00 या ब्लग गरेर बनाउँदै हुनुहुन्छ यहाँ गाइस यो चाहिँ मेरो भाइ होला कट्टु 00 चाहिँ भाइको च्यानलको नाम चाहिँ कट्टु 0 सबैले सब्स्क्राइब गरिदिनु होला लाइक सबैले लाइक कमेन्ट शेयर गरिदिनु होला कट्टु 0 नै लेखेपछि गाइस कट्टु 0 लाई सब्स्क्राइब गर्नु थापापछि त चेन्ज गर्नु नि हौ गाइस ब्लग त्यो चेन्ज गर्न मिल्छ त प्रासु नाम चेन्ज गर्न मिल्छ अरे त्यो मोबाइल हेर कस्तो छ सबै ब्लर भएको छ डिस्प्ले गएर अनि त्यसको ट्यापर चाहिँ के भयो ट्यापर चाहिँ र्यापर भयो ट्याबबाट पनि बनाउन मिल्छ त अनि ट्याब बिग्रेको छ लक कहाँबाट लक लगाएको छ अनि लकै बिग्रेको लक खोल्नलाई 50,000 रुपियाँ लाग्छ अरे अनि त्यसको 4-5 हजार रुपियाँ तिरेर म लक खोलिदिन्छु बरु थन्किराखोस् भनेर थन्काइदिइरहेछ म जतिसुकै गर्छु नि म कमाउँछु गर्छु तँलाई किन गर्नु के भन्नु तपाईले 23,000 खर्च गर्नुहुन्छ तपाईको मोबाइलमा भन्छ नि मसँग नि कति कमाउँछ जस्तो मोबाइलबाट कट्टु 00 लाई सब्स्क्राइब गरिदिनु होला एन्ड मैले चाहिँ यो नयाँ त्यो नाइट ड्रेस हुन्छ नि जाडो पनि अब पलाउन लाग्यो नि त अब
अहिले त भएको यो चाहिँ मेरो न्यू सुट माथि टाढा भयो कि कुकुर टाढा भयो जस्तो भुइँमा भाडामा कुकुर टाढा भयो आई काट लगा गाइस चाहिँ मेरो दिदीको एयरपोर्ट न्यू एयरपोर्ट आफ्नो पैसा लिएको कि अनि गाइस यहाँ चाहिँ खुसी चाहिँ हेलो भन्दै खुसी गाइस यो खुसी चाहिँ 12 उयो कलेजमा पढ्छ कस्तुरी कलेज गाइस तर मान्छे चाहिँ यत्रो छ तर गाइस चाहिँ मेरो भाइले आइया म चाहिँ को अरे त्यही हो नि बिचरा नि म चाहिँ तेरो खुसी 8-9 वर्षको छ डट पेन हातमा थमाइदिएको छ धन्दामै त्यतिको लेख्छ दिमागले धन्दामै भ्याउँछ कति कोर्स छैन प्राय सबको खालि खेल्नुहुन्छ भन्दै थियो हिजो उसको मिसले अभी चाहिँ त्यस्तै हो कि फेसबुक पनि निलो सार्नुहुन्छ ह्यान्डराइटिङ चाहिँ राम्रो लेख्छ है गाइस ह्यान्डराइटिङ राम्रो देख्न पाएको छैन गाइस नगरे चम्पु तली यो त जान हो यो ब्लग चाहिँ नबनाएको यो तेरो ब्लगर नबना त हामीलाई भाइरल नबना गाइज मेरो ब्लगलाई चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न फेरि नभुल्नु होला तेरो च्यानल कसले हेर्छ हेर्छ ल बहिनी को बुझ्ने दिदी अरे कसको बुढी करायो ए होइन रहेछ के भन्दै थियो साथी अनि यो स्टडी टेबल त अनि पुरै हल्ले गर्छ अरे ह्यान्डराइटिङ पनि राम्रो हुँदैन अरे अनि निया त यस्तैमा पढ्नुहुन्छ त अनि पुरा भुइँमा बसेर भनेको त हिजो मैले खुबै नियाले पनि हल्ले गर्छ ह्यान्डराइटिङ नै राम्रो हुँदैन भनेको सुन्नु भएन भन्दै थियो मलाई होइन उ त टेबलमै लेख्छ त नि टेबलमै लेख्छु हल्लिन्छ कति खेर हल्ले गर्छ ह्यान्डराइटिङ बु निया पनि यस्तै भन्दै छ मलाई हिजो उहाँ मलाई सानो कति खेर चाहिँ हल्लिन्छ अरे तर हामीले त उयसमै राखेर लेख्छ कति सजिलो हुन्छ नि त त्यस्तो मुन्टो गर्नुभन्दा त ढल्केर तर हल्ले गर्छ कति खेर चिप्लिन्छ क्या त्यो भाँचिन पनि सकेको हुन्छ नि त त्यो काटेको त्यो उयो लगाएको हुन्छ भाँचिन पनि सकेको हुन्छ नि त मेरो त त्यस्तै भएको थियो हो बहिनी हो गुट गर्यो तिमीले गुट तिमी त साह्रै गुट निर्मल भेट गरेको थाहा पाउनुभयो बिचरा एक दुई दिन अगाडि हस्पिटलाइज भनेर भनेको थियो यसै हेरेको म पनि हालिदिनु पर्यो अलिकति 400-500 भए पनि पैसा बिचरालाई भनेर भन्दै थिएँ फेरि के काम परेको नि बिर्सेछु एकैचोटि मरेको पो देखेँ उहाँ स्कुलमा जिन्दगीभरलाई पछुतो भयो त्यत्रो छटलेको नि खुसु हामी गएको कहिले उनीहरूले अनि ठुलो मम्मी नै होइन के हो मेरो त्यही पर्छ होइन माइजू कि ठुलो मम्मी अनि आमा ठुलो मम्मी भन्नुहुन्छ त आमा जे पनि भनिहाल्नुहुन्छ नि प्रासुहरूको पो त आमा जे पनि भन्नुहुन्छ नि भन्दै थिएँ नि प्रासुहरूको चाहिँ हो म यता दिदीलाई मेरो कार्टुनको उयो देखाउँछु ल गाइस मैले चाहिँ नि एक्लै बनाएको हो यो त्यही पनि 1 घन्टामा गाइस कति मेहनत लाग्यो आफै बनाएको गाइस तपाईँ नपत्याउनुहोस् कि आफै बनाएको ल गाइस एउटा चिज कस्तो मिलेन खाइच यस्तो गर्नेको काइच 3 2 बिलेको करार गाइज एक्लै विश्वास गर्न सक्नु गाइज म मेरो क्यामेरालाई राम्रो बनाउँछु गाइज अब मेरो नि सब्स्क्राइब गरिदेऊ ल दिदी चाहिँ ढुङ्गामा बजारिनु भएको छ अनि चाहिँ भुइँमा बस्नु दिदी गाइज कति खिच्छ ढाडहरू अलिकति कता के अब बजारिए
1 घन्टामा आफ्नै मिहिनेतले गल्ती पनि टेपलेस नपत्याउनु पेज टेपै टेप स्टेप टाउकोमा परेछ नि त अनि टाउकोमा गाइज पनि ब्लक भयो एन्ड गाइज म तपाईँलाई नि अर्को भिडियोमा चाहिँ यो पनि देखाउँछु ल गाइज नदेखेको भए मैले त किटी किचन नि कसरी बनाएँ भनेर ओके गाइज एन्ड आजको लागि यति नै आजको लागि यति नै मन पऱ्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला ओके बाई सब्सक्राइब टु माई च्यानल ओके बाई